गाइज, हेलो एन्ड नमस्कार सबैजनालाई। आज चाहिँ बगी लिएर हामी यता माथितिर आइसकेको छौँ होइन। अब यता एकछिन डुल्न आएको छौँ भाइहरूसँग। यहाँनिर अब मैले भिडियो गर्दैछु, युट्युबमा भिडियो नहाल्नु धेरै दिन भयो, त्यसैले लगभग 1 महिना जति हुन लागिसक्यो होला। यहाँ बगी लिएर मैले लिएर आएको छु। बगीको लुक चेकआउट गर्न सक्नुहुन्छ तपाईँहरूले। यसको चाहिँ सबैजनाले भन्दै थियो यसको चाहिँ पछाडि एउटा चक्का नै हुन्छ है। बगी भन्ने बित्तिकै पछाडि एउटा चक्का हुन्छ, अगाडि दुईवटा हुन्छ है त, हेर्न सक्नुहुन्छ। पछाडि चाहिँ मैले डुअल सस्पेन्सन युज गरेको छु, सिङ्गल मात्रै हुन्छ, तर मैले डुअल सस्पेन्सन युज गरेको छु। अहिले चाहिँ फ्युल ट्याङ्कको यो काम नगरेर हेर्न सक्नुहुन्छ कि यो बिग्रेको कारणले मैले अहिले फ्युल ट्याङ्क चाहिँ मैले बोतलमा हालेको छु होइन। यति तेलले पनि अब हामीलाई घरसम्म पुग्छ। अब अहिले हामी लाँदैछौँ। हेर्न सक्नुहुन्छ कि अझै यसको प्रोसेस अझै जारी नै छ है गाइज। यसको अझै लगभग 1-2 महिना अझै लाग्छ होला सायद, किनकि अब यसको बडी बनाउनको लागि हामीलाई फाइबर अथवा केही बडीको युज पर्नेको अवस्था हुन्छ। र यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ कि मान्छे एकै सेकेन्डमा तपाईँले अब यसरी नै हेर्न सक्नुहुन्छ कि म अब बगी कुदाएको तपाईँहरूलाई अब म भिडियो निकालिदिन्छु होइन। भिडियो निकालेर तपाईँहरूलाई देखाइदिन्छु होइन। अलिक राम्रो क्यामेरा होल्ड गर्नेलाई म क्यामेरा दिन्छु र उसले होल्ड गरेर म बगी कुदाएको क्लिप्सहरू तपाईँलाई देखाउँछु। लड्नलाई अहिले मुलालाई जान्दैन अनि भट्टे तान्ने भने के गर्दा गाइस यहाँ हजुरहरुलाई अब म रियाक्सन देखाउँछु। Look at that is a wonderful. त्यो भएर त्यहाँ बस्नु हुन्छ क्या। आजको भिडियोको लागि चाहिँ